बस्दिने हो कम्प्युटरमा के काट्नु काम गर्दैछु ल्यापटपमा। यहाँ छ माछाको झोल, माछाको सब्जी बनाएँ, भात बनाएँ र रातिको खाना यही हो। आमालाई भात दिएँ थोडा भात। अब हाम्रो एउटा कुकुर छ यहीँ बसिरहेको छ, त्यसलाई चाहिँ अब बिहान बेलुका नदिन्छ नि त खाना कसले रोकिरहेको छ। अब कुकुरलाई दिएको राम्रै हो खाना, त्यसले पनि आश गरेर बस्छ। अरूले दिउन् कि नदिउन् आमाले चाहिँ पनि दिने हो। त्यसलाई खोजै गर्ने, जिमी जिमी जिमी, त्यसको नाम हो जिमी। त्यही बसिरहेको छ त खाना जब तक दिन्न। माछा बनाएको गन्ध पाएछ त झन् त रुकिरहेको छ त्यहाँ। मैले दिउँसो खिचडी बनाएको थिएँ, आज ढिलो पनि भएको थियो, ठन्डा ठन्डा परेको थियो। मैले पनि आज खिचडी बनाऊँ भनेर बनाएँ, पापड फ्राई गरेँ, अचार घिउसित यस्तै खायौँ दिउँसो। दिउँसो खिचडी खायो। अब राति के खाऊँ, फेरि बाटीमा अलिकति चामल हालेर मेरो लिए भात बसालेँ, आमालाई रोटी। अब यो दुईजना मान्छे अलिकति पकाए भइहाल्छ। आजको खाना यही होहरू हुन्छ। साथीहरू तपाईँहरूले पनि खानुभयो होला सके। सायद टाइम त यति साह्रो भएको छैन, हामी पनि छिटै खान्छौँ किनकि अब भाँडासाँडा राति धोएर ओरेर फेरि बिहान ड्युटी हुन्छ, हडबड हुन्छ। त्यो राति नै सफा गरेर राख्छुहरू। हुन्छ, तपाईँहरू पनि खानुहोस्, म पनि खाना बस्दैछु। आजको भिडियो यति नै होहरू।